नमस्कार साथीहरू, हाम्रो च्यानलमा तपाईहरू सबैलाई हार्दिक स्वागत गर्दछु। आज हामी तपाईहरूलाई चीनको एउटा यस्तो अद्भुत भवनको बारेमा जानकारी दिन गइरहेका छौँ जुन पहिलो नजरमै कुनै साइन्स फिक्सन चलचित्रबाट आएको जस्तो देखिन्छ। यसको नाम हो मेरिसफ्रग पभिलियन। सेतो रङको लहरिदो डिजाइन, भविष्यको जस्तो आकृति र अत्याधुनिक वास्तुकलाका कारण यो भवन संसारभरका पर्यटक, आर्किटेक्ट र फोटोग्राफरहरूको आकर्षण बनेको छ। आखिर यो भवन किन बनाइयो, यसको डिजाइन कसले बनायो र किन यसलाई चीनको सबैभन्दा अनौठो भवनमध्ये एक मानिन्छ? आउनुहोस् सम्पूर्ण कथा जानौँ। मेरिसफ्रग पभिलियन चीनको सेन्जेन सहरमा रहेको आधुनिक भवन हो। यो कुनै सरकारी कार्यालय वा आवासीय भवन होइन। यो चीनको प्रसिद्ध फेसन ब्रान्ड मेरिसफ्रगको प्रदर्शनीय तथा सांस्कृतिक केन्द्र हो। यस भवनमा नयाँ फेसन डिजाइन, कला प्रदर्शनी, सांस्कृतिक कार्यक्रम र विभिन्न सृजनात्मक गतिविधिहरू आयोजना गरिन्छ। बाहिरबाट हेर्दा यसको आकार कुनै फूल, बादल वा समुद्री छाला जस्तै देखिन्छ। यही कारणले यसलाई आधुनिक वास्तुकलाको उत्कृष्ट नमुना मानिन्छ। अब जानौँ यसको डिजाइन किन यति विशेष छ। मेरिसफ्रग पभिलियनको सबैभन्दा ठुलो विशेषता यसको प्राकृतिक शैलीबाट प्रेरित भएर बनाइएको डिजाइन हो। भवनमा सिधा रेखाभन्दा घुमाउरा आकृतिहरू धेरै प्रयोग गरिएको छ। यसले भवनलाई निकै जीवन्त बनाउँछ। बाहिरी भाग सेतो र सफा देखिन्छ, जसले प्रकाशलाई सुन्दर रूपमा प्रतिबिम्बित गर्दछ। भित्र प्राकृतिक उज्यालो प्रवेश गर्ने गरी विशेष संरचना बनाइएको छ। यसले दिनभरि कम कृत्रिम बत्ती प्रयोग गर्न मद्दत गर्दछ। यो भवन वातावरण मैत्री सोचलाई पनि ध्यान राखेर बनाइएको डिजाइन हो। यो भवन निर्माण भएपछि सामाजिक सञ्जालमा यसको तस्बिरहरू निकै भाइरल भएको थियो। विश्वभरका पर्यटकहरू यहाँ फोटो र भिडियो बनाउन आउँछन्। धेरै वास्तुकला विद्यार्थीहरूले यसलाई आधुनिक डिजाइनको उत्कृष्ट उदाहरणका रूपमा अध्ययन गर्दछन्। ड्रोनबाट हेर्दा यसको आकृति अझै आकर्षक देखिन्छ, जसले यसलाई टिकटक, युट्युब र इन्स्टाग्राममा लोकप्रिय बनाएको छ। यस भवनले देखाउँछ कि आधुनिक भवन केवल अल्गो हुनु मात्र होइन, सुन्दर, वातावरण मैत्री र सृजनात्मक पनि हुन सक्छ। चीनले किन यस्ता भवनहरू बनाइरहेको छ? पछिल्लो केही दशकमा चीनले आधुनिक वास्तुकला र पूर्वाधारमा ठुलो लगानी गरेको छ। सेन्जेन, साङ्घाई र बेजिङ जस्ता सहरहरूमा विश्वकै अनौठो डिजाइन भएका भवनहरू निर्माण भएका छन्। मेरिसफ्रग पभिलियन पनि चीनले कला, प्रविधि र वास्तुकलालाई एउटै स्थानमा जोड्ने प्रयासको एउटा उदाहरण हो। यसले चीनको आधुनिक सोच र सृजनात्मक क्षमतालाई विश्व सामु प्रस्तुत गर्दछ। मेरिसफ्रग केवल एउटा भवन होइन, यो आधुनिक कला, फेसन र वास्तुकलाको प्रतीक हो। यो अनौठो भवनको बारेमा तपाईँले पहिला सुन्नुभएको थियो या थिएन? कृपया कमेन्टमा लेख्नुहोला र हाम्रो भिडियो मन परे सेयर गर्नुहोला, लाइक गर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला। फेरि यस्तै भिडियो लिएर उपस्थित हुनेछु। धन्यवाद।